राइट गाइज अहिले चाहिँ हामी चाइना बोर्डर जाँदैछौँ। अहिले हामी दोलालघाट आइपुग्यो। यस्तो छ भ्यू दोलालघाटको पुल खोला। दोलालघाटमा माछा खान लाग्यो अब केटाहरू सबजना मिलेर यता दाजुभाइहरू सबैजना हुनुहुन्छ। 4-5 चाहिँ अब चाइना बोर्डर जाने बाटो चाहिँ यही हो। झरनाको चिसो पानी मैया डढमुनि ताल पारो कृष्ण बसन्ते राधे कृष्ण बसन्ते आइज यो दाइले लाइसेन्स निकाल्छु हामी फेल हुँदैन हो। गजलुले आँखै छोप्ने के राम्री मेरी मायालु बैसले चटक पारेकी सो राइट गाइज अहिले चाहिँ हामी चाइना बोर्डर आउनको लागि यता पवाल ठाउँमा आइपुगिसकेँ। सो यताबाट हामी जस्ट 1-2 किलोमिटर पछाडि चाइना पुगिन्छ। सो पछाडिको भ्यू चाहिँ यस्तो बवाल लाग्यो कि मलाई यहाँ बवाल लाग्यो। यता हेर्नुहुन्छ तपाईँहरू हेर्न सक्नुहुन्छ होइन, बवाल लाग्यो। यता दाइहरू जाँदाखेरि हामी सबैजना आएको छौँ यता घुम्नलाई। अब चाइनाबाट बिस्तारै पुगिन्छ। सो चढ्न त यस्तो बवाल गहिरो छ। गाइस चाइना बोर्डर आइपुगिसकेँ म। पछाडि चाइना गेट अनि यता चाहिँ हाम्रो नेपालको गेट। नेपालको गेट के जस्तो छ चाइनामा बवालै छ। गेट बवाल छ, बिचमा झन्डा गाडेर बवाल गरिरहेछ। घरहरू यस्तो बवाल छ। एन्ड नेपाल गेट चाहिँ एउटा जस्तोले बारेर झन्डा एउटा अड्काइदियो, त्यतिकैमा भयो। विषय हुँदै तातो पानी बजार तातो पानी माथि खास बजार आप्पा र आमालाई मागेर लान्छु मै छेन्दै महनामा पिर। जहिले चाइना बोर्डरबाट हामी फर्किसक्यौँ। सम्झिङमा रमाइलो भयो, भातसात खायो। अब निस्किन लाग्यो फेरि काठमाडौँतर्फ। झरनाको चिसो पानी